गाइस आज चाहिँ बुर्यानी बुर्यानी भने कि के भने बुर्यानी बनाउने रे मेरो बुढीले आफ्नै बुढीले हैन अर्को बुढीले बनाएको पनि खानुपर्छ नि कहिले होटलतिर खानु पर्दैन के गर्नु बुर्यानी पकाउने रे यसरी पकाउँदै रहेछ मलाई त के त के हाले मासु चिकन या बुर्यानी चिकन बुर्यानी बनाउन उताको चाहिँ के प्याज या यो चाहिँ चामल ल आज त बुर्यानी खानुपर्ने भयो के त्यो चाहिँ म त सितारा पो भने त सितारा होइन या बत्ती गएर जान्छ है बत्ती गएर बुर्यानी बनायो मेरो बुढीले यो चाहिँ माथि भात हालिदिने चलाउनु पर्दैन चलाउनु पर्दैन अब यो गर्ने अनि एकछिन 15-20 मिनट छोपेर राखिदिने अलि राम्रोसँग चामल पाकेको छैन नि त या पाक्नु पर्यो फेरि अनि पयालो चाहिँ कसरी हुन्छ कलर हाल्नुपर्छ फेरि माथि कलर हाल्नु पर्ने अनि कलर चाहिँ छ कि छैन छ ए ल ठिक छ बुर्यानी यसो हेरिदिनुहोस् तपाईँहरूले नहेरेकोले हेर्नु आमा बुवा दाजुभाइ भोट हालौँ चिमलाई यसपालि चाहिँ चिमलाई हाल्नुहोस् बिर्को बसालिनुपर्छ ल ठिक छ बुरानी पाक्यो है बुरानी दामी छ हो पसिने त होला होइन पसिने यता सुहाना डल्ली हेलो गाइज हेलो नमस्ते नमस्ते हाम्रो भिडियो हेर्नुहोला लाइक सब्सक्राइब गरिदिनु अनि भात खानु उयो हेर्नु त हाम्रो मम्मीले कति राम्रो बना हाम्रो मम्मी बाबाले के बनाएको थाहा छ बुर्यानी बुर्यानी दिदीलाई भनौँ बुर्यानी के हो भनेर भनिरहेको छ पख न लैजाऊ खान दिदीलाई हतार हतारले चाहिँ किन हेर्नु पऱ्यो भन्नु जानु पर्यो नि मैले थोला हाल्नु न अहिले दिइहाल्छु नि पुगेन भने मलाई नि अलि हेलो बिरयानी मिठो छ न मिठो छ मलाई टाँसियो ए खाँदा चाहिँ
नचलादेखिको एउटा कस्तो हड्डी छ भन्ने नदीलाई राख्यो म चाहिँ त्यसमा खाने अलिकति हालिदिनु खान न ल खाऊ अब खायो है गाइज खायो ल अब खायो है गाइज म पनि भिडियो गर्ने मान्छे मै हो अनुहार यस्तो छ